हिजोको यो भाइरल भिडियो यहाँहरूले पक्कै पनि हेरिसक्नु भएको होला। हिजो मात्रै जनकपुर धामको रमानन्द चोकमा एउटा मोटरसाइकलमा 3 जना सवार भई यसरी नियम कानुन उल्लङ्घन गरे सँगसँगै नियम कानुन उल्लङ्घन गरेको भिडियो बनाउने जयनाथ अधिकारीज्यूलाई यस्तो खालको व्यवहार समेत गर्नुभएको थियो। उक्त भिडियो सामाजिक सञ्जालमा राख्ने बित्तिकै निकै भाइरल भएको थियो। त्यो लगतै हामीले धनुषा ट्राफिक इन्सपेक्टर सूर्य बहादुर शाहीज्यूलाई जानकारी गराएका थियौं। जानकारी गराए लगतै उहाँले उहाँको खोज तलास तीव्र पार्नु भएको थियो भने हामीलाई पनि विभिन्न माध्यमबाट उहाँको बारेमा पुनः जानकारी आयो। त्यो लगतै हामीले प्रहरी प्रशासनलाई ती सम्पूर्ण विवरण उहाँलाई जानकारी बुझाइदियौं। त्यो लगतै आज मात्रै यी व्यक्तिलाई कानुनी कारबाही भइसकेको छ र उहाँले यस्तो भन्नुभएको छ। सरकारको छुट्टी यस्तो गल्ती गर्न सक्दैन। म अरूलाई सन्देश दिन्छु, बरु यस्तो गल्ती नगरिदिनु होला। हामीसँग अनुरोध गरेर ट्राफिकलाई पालना गरिदिनु होला। यो घटनाबाट हामीले के सिक्नुपर्छ भने नियम कानुन हामीले परिपालना गर्नुपर्छ। यदि नियम कानुन उल्लङ्घन गर्यौं भने कानुनी कारबाही हुन्छ। त्यो सँगसँगै हाम्रो ज्यानको रिस्क पनि त्यति नै हुने गर्छन्। बाटोघाटोमा अत्याधिक सवारी साधनको चाप हुने गर्छन् र नियम कानुन यदि हामीले उल्लङ्घन गर्यौं भने दुर्घटनामा परि हाम्रो ज्यान सँगसँगै अरूको ज्यान पनि जान सक्छ। त्यही भएर तपाईँ हामी सचेत बनौं र असल नागरिकको जिम्मेवारी वहन गरौं। गाडी नम्बर कता छ? सुधार भएको